हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। हेरेन म चाहिँ छोरीले नमस्ते गर भन्दै सिकाइरहेको छु। छोरी चाहिँ अनि हेरेन खालि छोरी चाहिँ त्यो जुत्ताको ऱ्याकको अगाडि मात्रै बस्छ, जुत्ता मात्रै खेल्न खोज्छ। यता र उता कुदिरह तातो दाल चाहिँ पोख्छ भने म चाहिँ कराइदिएँ। म चाहिँ खाना बनाइरहेको थिएँ अनि मासु बनाइरहेको थिएँ। बुढाको लागि भए पनि मासु चाहिँ डेली बनाउनु पर्छ। बुढाले चाहिँ मासु बिना खाना खानुहुन्न नि त। अनि छोरी चाहिँ यता र उता यता कोठादेखि उता कोठादेखि यता कोठा कुदै गरेर खालि त्यही जुत्ताहरू चलाउनु जान्छ। फोरी नकल पारेको अनि त्यो ढोकादेखि बाहिर चाहिँ कहिल्यै आउन सक्दैन। खालि त्यो ढोकासम्म जान्छ, खेल्छ ऊ, फुटफुटाइरह ऊ एक्लै। अनि नमस्ते गर्छ अरे, नमस्ते गरेर उसको नमस्ते चाहिँ त्यही। मैले चाहिँ के गरेको त्यहाँ ढोकाबाट लड्छ भनेर कराएको। छोरी चाहिँ कुदेर म घरकामा आएँ अनि म चाहिँ पापड तार्नु लागिरहेको थिएँ। उसलाई खाना बनाउने नतारिकन पापड भनेपछि पापड नपर्यो नि त। यो पनि मैले त अलिक तारेर दिन्छु मैले भने, मैले पापड तार्नु थालेँ। त्यो चाहिँ फेरि बाहिर आयो रिसाएर, पापड नदिएको भने रिसाएको चाहिँ बाबासँग नक्कल पारेको। अनि मैले चाहिँ खाना बनाइसकेर छोरीलाई खाना खुवाउनु, तपाईँ म लुगा धोएर आउँछु भनेर खाना खुवाएर राखेँ। अनि उसलाई चाहिँ मोबाइल बिना खानै खाँदैन कि, मोबाइल हेरेर मात्रै खान्छ जे पनि। अनि मैले चाहिँ लुगा पनि धोएर भ्याइसकेँ। म लुगा सुकाउँछु अब, हेर्दै गर्नु। मैले लुगा धोएर सुकाएर भ्याएर आइसक्यो, तर नानी चाहिँ अहिलेसम्म खाना खाइसकेको रहेन। थ्याङ्क यू फर वाचिङ।